हर्का साम्पाङले 40-45 लाखमा बन्ने पुल 1 करोड 20-30 लाख लागेर पैसा खायो भन्नेहरू, अनि उनीहरूले खाना खर्चको लागि यातायातको लागि हैन 20 लाख 30 लाख छुट्यायो भन्नेहरू सुन। तिमीहरू गएर बना, जा त्यहाँ गएर बना। उनीहरूले 20 लाख रुपियाँ खाना खर्च राखेको थियो नि, तिमीहरू 1 करोड छुट्टा, तर बना। हामी केही पनि भन्दैनौँ क्या। मैले हर्क साम्पाङलाई चिनेको पनि छैन, मैले भोट हालेको पनि छैन, मैले व्यक्तिगत रूपमा भेटेको पनि छैन, तर म सल्युट हान्छु। नेता होस् त्यस्तो, बुझिस्? तिमीहरू बनाएन गएर, जा बना त। 1 करोड रुपियाँ छुट्टा खाजा खर्च, तर बना। त्यो ठाउँमा कति थियो पुलको आवश्यकता? अहिले सरकारको मुख ताकेर, तेरो बालेनको सरकारको मुख ताकेर बस्या भए नि, यो अहिले जुन बर्खा लाग्दैछ नि, यतिखेर कति टुग्रो हुन्थ्यो, कति विधवा हुन्थ्यो, कति अनाथ हुन्थ्यो, कतिले आफ्नो सन्तान गुमाउँथ्यो, बुझिस्? तर त्यो ठाउँमा नि आज बनेको छ क्या। अलि राम्रोलाई राम्रो भन्न सिक्नु। तिमीहरूले नि देशको माया लाएर बोलेकै होइन क्या। तिमीहरूले एउटा पार्टीको चाक चाटेर नि अर्को पार्टीलाई बदनाम गर्न खोजेको तिमीहरूले, बुझिस्? नेपालले भारतको सीमा मिचेको छ भन्दा ताली बजाउने नि तिमीहरू नै हो क्या। अहिले हेर त, सोके सचिव राख्ने रे। के को लागि चाहियो यो सोके सचिव? एउटा झोला र एउटा मोबाइल बोक्न सक्दैन, एउटा फाइल बोक्न सक्दैन, के को लागि चाहियो? अनपढ हुत्तिआएर गर्न नसक्ने, अगाडि गएर बोल्न नसक्ने, यस्तोलाई चाहिने यो सोके सचिव। यो 5 वर्षसम्म यो सोके सचिवलाई तलब भत्ता दिँदा अरबौँ खरबौँ जान्छ। यसको बारेमा बोल्न, यसको विरोध गर्न छ तिमीहरूको औकात? हर्क साम्बाङले म सोके सचिव नै राख्दिनँ, त्यो सोके सचिवलाई दिने तलबले म गरिब जनताहरूलाई म पढाउनेमा खर्च गर्छु भनेको छ। तिमीहरूको नेतामा छ हिम्मत? छ? भुक्छ।